गोर्खे कुकुरी बने Hi guys, good morning and welcome back to my channel. अनि अहिले चाहिँ पनि म आइसकेको छु मगन because this is where I live apparently because of my job. Otherwise म चाहिँ गान्तोकमै बस्छु, पहिला चाहिँ बस्थे है. And आज चाहिँ हो Sunday and we are going somewhere called कलाउ कता अरे रिङ्गिमदेखि अलिकति माथि रहेछ. This is kind of like 2 hours को ट्रेक, तर गाडी पनि जान्छ अरे. So आज चाहिँ हामी ट्रेकिङ गर्दैछ with our staffs and all. अनि यहाँको ठ्याक ठ्याक त इट्स लाइक नेभर एन्डिङ. यो छेउछाउ 3-4 घर बनिँदैछ एट द सेम टाइम. सो जस्ट इमेजिन द नम्बर अफ डिस्टर्बेन्स देयर इज. सो एनिवेज कफी पिउँदैछु एन्ड आई वाज सो मच इन रस बिकज आज चाहिँ म ढिलो थिएँ नि त. बट अप्यारेन्टली हामी 9:30 मा जान्छ अरे. सो आई हेभ सम टाइम. सो मर्निङमा चाहिँ आई निड सम रिल्याक्सिङ टाइम. मजा लाग्छ यसरी बसेर कफी खाइबस्नु हो, पिबस्नु. सो द्याट्स वाट आइ एम डुइङ. माई गड, मैले सानो आँच गरेको थिएँ कि अब ठुलो गरिदिनु पऱ्यो. यो चाहिँ फाइनल प्रडक्ट. लागे घिन लाग्दो देख्यो. हो माई गड, नो जस्टिस. लेट मी सो यु आउटसाइड. ल अहिले हामी सबैजना भेला भइसकेको छौँ गाइस, तर सब अरूलाई देख्दिनँ. So now we are headed to Kalau. Kunjang, please say hi. Uहाँ चाहिँ my new member. सबैजना स्पोर्टी लुक्स. So guys, let's go and explore the Kalau. ए मलाई हाम्रो यहाँ साथी टर्न वाइस बोक्ने अरे. लु मेरो यहाँबाट रुम देख्दो रहेछ. यहाँबाट भ्यू कस्तो राम्रो है गाइज. अहिले हामी आइपुग्यो रिङ्गिम मोनास्ट्री. ए ला सरी, रिङ्गिम मोनास्ट्री पऱ्यो, रिङ्गिम हेलिप्याड. भ्यू हेर्नुहोस् ल यहाँ हेलिप्याडको. यहाँ फोटो सेसन भइरहेछ. यो चाहिँ हेलिप्याड हो. अनि है यो चाहिँ हो हाम्रो हेलिप्याड. गाइज हामीले निकै जङ्गल हेरिसकेपछि यो सबै बाटो सोच्दा पनि कस्तो लाग्यो. दिस इज द वे लस. अनि यहाँ अरू चाहिँ आइपुगेको छैन हो. अनि यहाँ चाहिँ म कुन्जाङ छ, अन्त राजुदा मात्रै हिँडेको. किनकि अरूहरू चाहिँ यस्तो ढिलो रहेछ कि हामी हिँडेर जाँदैछौँ. गाइस देख्नु भयो होला, त्यो तल चाहिँ हेलिप्याड हो. उनीहरू तल तल कराउँदैछ. अनि यहाँ पुगे झर. ए नाम पतामको त्यो एउटै हो नि त. गाइस कस्तो दामी भ्यू रहेछ. लेट मी सो यु. नर्थ सिक्किम कलाउमा छौँ हामी. एन्ड ए मेरो योगा म्याट चाहिँ हेर्नु नि, भोलि योगा गर्नु चाहिन्छ भनेको कि भत्काउनु आँट्यो आज. माई गड. ए यस्तो माथि माथि पनि घर रहेछ प्रभु. अनि यो गुराँस चाहिँ जहाँ सुकै रहेछ हौ. यो गुराँस हो नि. यो फलेपछि कस्तो दामी देख्छ होला. फुलेर सरी नेपाली रङ. सो लेट्स गो गाइस. अझै निकै छ अरे भनेको सुन्दैछु हो. तपाईँहरूलाई म गएर भेट्ने छु. अनि यो चाहिँ हो मेरो अवस्था. दिस इज माई अवस्था राइट नाउ. हजुर 2 टर्निङ छ भनेको जो त्यसो हुन्छ अहिले 15 टर्निङ भन्छ कसले. अब लेट्स सी कहाँ हो. यहाँ चाहिँ आइपुगेको छ कलाउको बेस पोइन्ट गाइज. यस्तो चाहिँ हेर्नुहोस् है बसेको अवस्थामा. यहाँ सबैजना हुनुहुन्छ. यहाँ चाहिँ माथि मोनास्ट्री रहेछ. अब हामी त्यहाँ जाने अनि रेस्ट गर्ने. यहाँ आइ पनि छ. सबै एनर्जी ड्रेन भयो. अब वी आर गोइङ टु हाइड्रेट आवरसेल्फ विथ सम वाटर. अनि यहाँ मुस्लिम पायो, हामीले नसोधिकन टिपेको. लेट्स सी. अब जाने हो. जानु थालेछ. बाटो चाहिँ यस्तो चाहिँ उकालो गएको. यहाँ यस्तो रहेछ. यहाँ हेर्नुहोस् है. यहाँ हुनुहुन्छ आइनिमा. आइनिमाको बहिनी कुन्स्याङ कुन्जाङ.
14 एक्सन गाइस जुगा देखेर यहाँ कन्जेले चाहिँ मलाई चाहिँ कुनै प्रोफाइल दाजुले प्रोफाइल चाहिँ ल्याएछ कि तर एक्लै बसेछ नि त अब झन् मैले चाहिँ ल्याएँ है योगा म्याट सेयरिङमा बस्नु सक्छ एक्लै बस्छ नि अब त्यस्तै छ हामी आइपुग्यो दिस इज द फाइनल डेस्टिनेसन फिलिङ अकम्प्लिस यसको जुगाड हामीले ल्याएको छ द्याट इज फिनाइल लेट मी शो यु तपाईहरुले पनि कसैले यसरी जुगाको प्रब्लम भयो नि यस्तो गर्न सक्नुहुन्छ अबे म बस्दिन दिपे नबस मोर्दा नै छ फिनाइलले मोर्छ फिनाइल चाहिँ इज अ गुड अप्सन है चिकन फाले चीज बल आलु दम वाटरमेलन पकोडा बनाएको छ ओ सेलरोटी देखाउ न प्लिज पकोडा बहिनीले बनाएको सेलरोटी मैले बनाएको आइले बनाएको यो अचार वासिसले बनाउनु भएको यो टिफिन कसको होला है जिन्दगीमा अरु के लेना मेरो हम तोड़ गए जब तुम झुकी तब से तुम नजर अहिले चाहिँ हाम्रो भोजन बाद चाहिँ यस्तो फोटो सेसन यहाँ हाम्रो यहाँ ल्याङफ्याङबाट सामान चाहिँ यो फोटो खिचिरहेको कसैको यहाँ कसैको त्यहाँ कसैको यहाँ यहाँहरू चाहिँ लोकल हुनुहुँदो रहेछ आनम खामरी भनिदिनुहोस् यहाँ उहाँहरू चाहिँ हुनुहुन्छ कलाउको भिलेज यहीँ बस्नुहुन्छ है ल यही छेउमा ए उहाँहरू चाहिँ कलाउको एकदमै राम्रो मान्छेहरू अनि भ्यू चाहिँ यस्तो छ तपाईँको आफ्नो सबैको आफ्नै एङ्गल छ कसै फोटो खिच्ने हाफवे थ्रु द घरको बाटो यस्तो छ यहाँ गाडी आएको अब उठौँ गाडी हो कि मान्छे अब यहाँ हेलो गाइस अब हामी गएको यस्तो छ बाटो चाहिँ गाइस अब चाहिँ हामी फेरि ब्याक टु द बेस पोइन्ट द्याट इज रिङ्गिमको हेलिपेड मङ्गनको हेलिपेड चाहिँ यही हो रिङ्गिम पनि भनिन्छ यसलाई अनि वी आर अलमोस्ट देयर अब चाहिँ हामी घर लाग्दैछ अनि दिस इज द सनसेट टाइम सबैजना छ हामी यहाँ चाहिँ इट्स अ चिल प्लेस टु हेभ यु नो लेजर टाइम एन्ड एभ्रिथिङ अनि यहाँ चाहिँ होमस्टे पनि छ यहाँनिर खानपिन सबै पाउँछ तपाईँहरूले खानु सक्नुहुन्छ हामी चाहिँ यहाँ बसेको ल हामी दोकान पनि गएको अब देखाउँछु म तपाईँलाई के पाउँछ भनेर टी कफी अभाइलेबल यहाँ चाहिँ अब होमस्टेमा पुरा बेसी टुरिस्टहरू बस्छ आज अब हामी चाहिँ राजु दालाई लुट्न आँटेको राजु दा चाहिँ लुटिन आँटेको छ अब चाहिँ लुट गया राजु दालाई लुट्नु आँटेको भने कोकोला मात्रै भन्छु त लु है के खाने भन्नु है यहाँ चाहिँ होमस्टे छ दिस इज हाउ इट लुक्स नाइस है सागजिली होमस्टे कति दामी छ है यहाँ जहिले पनि आउँदा यस्तो त के रे यो चाहिँ यस्तो होमस्टे गाइस रुमहरू छ यस्तो अब चाहिँ हामी पिन्दै गरेको राजु दालाई दङ्गाएर त्यो पनि 50 रुपियाँ अरे अलिकति 10 रुपियाँ चाहिँ बेसी हुन्छ बिकज अफ द ट्यारिफ उकालो आएको ट्यारिफ चाहिँ लाग्दो रहेछ है गाइस ल अब चाहिँ हामी घर आइपुग्यो है हाम्रो चाहिँ रुम तल कतानिर छ यता कता टेरेसमा देख्दैछ अनि यहाँ सबैजना हिँड्दैछ We are finally home, guys. It was such a wonderful time in Kaluk भन्नु मात्रै आउँदो रहेछ कलाउलाई चाहिँ कुनै किन कलुक त बेसी कि पो त है खालि कलुक भयो त्यही त कलुक पो भन्नु आउँदो रहेछ कलाउ फाइनली हामीले अकम्प्लिस गर्यो गाइस
So yeah, that's it. अब सबैजना घर गएर सुत्ने 25,000. My God. Ringi Monastery itself is almost 5 kilometers. So we did a very good amount of 10 to 12 kilometers of walk uphill and downhill. So kudos to us. Shoulder tap गर्ने बेला भइसकेको छ गाइस किनकि हामी हिँडेर गइसकेको छ. बाइ बाइ जानुस् ल. उहाँहरुको त अझै तल छ. तल छ अझै. गाइस फाइनली हाम्रो चाहिँ सर्टकट चाहिँ हामी जना चाहिँ फाइनली एउटा एडभान्टेज घर माथि लिएको चाहिँ. So guys, that is it for the video. तपाईहरु कतिजनाले हेर्नु हुँदै रहेछ सब्स्क्राइब पनि गरिदिनुस् होला. मन पर्यो भने लाइक पनि गरिदिनुस् होला. That is it. Bye bye.